नमस्कार। अघिल्लो भागमा हामीले हर्का साम्पाङको बाल्यकाल सङ्घर्ष, सामाजिक अभियान र श्रमदान संस्कृतिबारे चर्चा गऱ्यौँ। अब कुरा गरौँ कसरी एक सामाजिक अभियन्ता धरान उपमहानगरपालिकाको मेयर बन्न सफल भए। विक्रम सम्वत 2079 सालको स्थानीय तह निर्वाचन नेपालको राजनीतिक इतिहासका लागि विशेष थियो। धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारहरूले चुनाव लड्ने घोषणा गरेका थिए। धरान उपमहानगरपालिकामा पनि प्रमुख राजनीतिक दलका उम्मेदवारहरू मैदानमा थिए। यिनीबीच हर्का साम्पाङ स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिए। धेरैले सुरुमा उनको जितलाई कठिन ठाने, किनभने उनीसँग ठुलो राजनीतिक सङ्गठन थिएन, विशाल चुनावी सङ्गठन संयन्त्र वा धेरै आर्थिक स्रोत थिएन। तर उनीसँग एउटा बलियो आधार थियो, जनताको विश्वास। हर्का साम्पाङको चुनावी अभियान परम्परागत शैलीभन्दा फरक थियो। उनले महँगा प्रचार सामग्री भन्दा पनि घर दैलो प्रत्यक्ष संवाद र सामाजिक सञ्जाललाई प्राथमिकता दिए। उनले नागरिकसँग विकासका योजना, खानेपानीको समस्या, सरसफाई, वातावरण संरक्षण र सुशासनबारे खुलेर कुरा गरे। उनको अभियानमा धेरै युवा स्वयंसेवक सहभागी भए। उनीहरूले कुनै ठुलो पारिश्रमिकको अपेक्षा नगरी परिवर्तनको आशाका साथ अभियानमा साथ दिए। चुनाव नजिकिँदै जाँदा धरानमा हर्का साम्पाङ प्रति जनता समर्थन बढ्दै गएको देखियो। विशेष गरी सामाजिक अभियानमा उनको सक्रियता, श्रमदानको संस्कृति र साधारण जीवनशैलीले धेरै मतदातालाई प्रभावित गर्यो। कतिपय मतदाताहरूले परम्परागत राजनीतिक दलभन्दा फरक नेतृत्वलाई अवसर दिनुपर्ने धारणा दियो। मतदान सम्पन्न भएपछि मतगणना सुरु भयो। प्रारम्भिक चरणदेखि नै हर्का साम्पाङले राम्रो मत प्राप्त गर्न थाले। अन्ततः उनले धरान उपमहानगरपालिकाको मेयर पदमा विजय हासिल गरे। उनको जितलाई धेरै विश्लेषकहरूले स्थानीय राजनीतिमा नयाँ पुस्ता, नयाँ सोच र स्वतन्त्र उम्मेदवार प्रतिको जनविश्वासको सङ्केतका रूपमा व्याख्या गरे। यो केवल व्यक्तिगत सफलता मात्र थिएन, यसले धेरै नागरिकलाई स्थानीय सरकारमा परिवर्तन सम्भव छ भन्ने विश्वास पनि दिलायो। विजयपछि हर्का साम्पाङले आफू सम्पूर्ण धरानवासीको मेयर भएको बताए। उनले चुनावमा साथ दिने र नदिने सबै नागरिकका लागि समान रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले खानेपानी, सरसफाई, हरियाली, सार्वजनिक सम्पत्तिको संरक्षण र नागरिक सहभागितालाई प्राथमिकतामा राख्ने धारणा सार्वजनिक गरे। मेयरको जिम्मेवारी सम्हालेपछि पनि हर्का साम्पाङले आफ्नो पुरानो शैली परिवर्तन गरेनन्। उनी कार्यालयमा मात्र सीमित भएनन्, विभिन्न सार्वजनिक काममा आफै उपस्थित हुने, श्रमदानमा सहभागी हुने र नागरिकहरूलाई पनि साथ दिन आग्रह गर्ने शैलीले उनको नेतृत्वलाई फरक बनायो। उनले बारम्बार विकासमा नागरिकको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताएका छन्। हर्का साम्पाङको जितसँगै धरानका नागरिकहरूले अपेक्षा पनि निकै बढ्यो। विशेष गरी खानेपानीको दीर्घकालीन समाधान, सफा र हराभरा धरान, व्यवस्थित सार्वजनिक सेवा, पारदर्शी प्रशासन र विकासका कामलाई नागरिकले प्राथमिक अपेक्षाका रूपमा हेरे। तर यी सबै लक्ष्य हासिल गर्न बजेट, कानुनी प्रक्रिया, कर्मचारी, संयन्त्र र विभिन्न तहका सरकारसँग समन्वय आवश्यक हुने स्पष्ट थियो। हर्का साम्पाङको चुनावी विजयले एउटा महत्त्वपूर्ण सन्देश दियो। यदि जनताले विश्वास गरे भने स्वतन्त्र उम्मेदवार पनि स्थापित राजनीतिक दलसँग प्रतिस्पर्धा गर्दै नेतृत्वमा पुग्न सक्छ। तर चुनाव जित्नु यात्रा समाप्त हुनु होइन, वास्तविक परीक्षा त त्यसपछि सुरु हुन्छ। अर्को भागमा हामी हर्का साम्पाङ मेयर बनेपछि गरेका प्रमुख कामहरू, श्रमदान अभियान, खानेपानी सुधारका प्रयास र धरानमा भएका परिवर्तनबारे विस्तृत रूपमा चर्चा गर्नेछौँ। धन्यवाद। भिडियो मन परे लाइक, सेयर र च्यानल सब्सक्राइब गर्न नबिर्सनुहोला।